देखिन्छ। यहाँ देख्न सक्नुहुन्छ सम्भावित दुर्घटनालाई पाइपलाइन निस्किएका इँटा ढुङ्गालाई पन्छाउन लागिराख्नु भएको छ। पानीलाई सन्तुलित बनाउनका निम्ति माइती घर मण्डलको ताजा अवस्था यो एमाले 3 बजे चाहिँ नि यो उसको आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ। त्यसको लागि बाक्लो सङ्ख्यामा प्रहरीको उपस्थिति देख्न सक्नुहुन्छ तपाईहरुले। अहिले करिब 2:30 भएको छ। केही कार्यकर्ताहरू पनि आउने क्रम सुरु भएको छ, जारी छ। देख्न सक्नुहुन्छ।